विकासको नारा दिएर मात्रै हुँदैन। देश बनाउनको लागि सम्पूर्ण नेपालीहरूको भावना जोडिनुपर्छ, मन मिल्नुपर्छ। तपाईँ हाम्रो मन मिल्यो भने यो देश जिल्लाको विकास, यो नेपालको विकास एकैछिनमा बन्छ। तर मन मिलेन भने, तपाईँ हामी मिल्न सकेनौँ भने, तपाईँ हामी एकअर्कामा चाहिँ सहअस्तित्वको रूपमा बस्न सकेनौँ भने यस्ता विकास एकैछिनमा हरानी हुन्छन्। हरानी हुनका लागि त्यस्ता विकासहरू 2 मिनटमा हरानी हुन्छन्। तर समाजको यो देशमा बस्ने विविधताको मन मिलाउनका लागि वर्षौं लाग्छ। त्यही मन मिलाउनका लागि यो देशका खस आर्य, मधेसी, दलित, मुस्लिमहरूको मन मिल्नका लागि उनीहरू पनि समान हुन्, तपाईँ हामी बराबर सबै बराबर हौँ भनेर चाहिँ सम्बोधन गरेर उनीहरूलाई जोड्नका लागि वर्षौं लागिरहेको छ। हिजो राजाको पालनामा त्यसले गर्न सकेन। राजाले हिजो यो देशलाई एकीकरण गरेर भूगोल जोडे पनि यो देशको जनताको मन जोड्न सकेन। त्यही मन जोड्न नसकेको कारणले विभिन्न तौरका आन्दोलनहरू भए, पहिचानका आन्दोलनहरू भए, संघीयताका आन्दोलनहरू भए, गणतन्त्रका आन्दोलनहरू भए। त्यसले गर्दाखेरि त्यो विकासको नारा लगाएर म हिस्का गर्छु, त्यहाँ गर्छु, तपाईँलाई सुनको पतलामा सुताउँछु, सुनकै भात खुवाउँछु, तपाईँको चाहिँ यस्तो गरिदिन्छु त्यस्तो गरिदिन्छु भनेर विकासको नारामा मात्रै तपाईँहरू अल्मलिनु भयो भने फेरि देश पछाडितिर जान्छ। यो देशको जातीय समस्यालाई, यो देशको पहिचानलाई सम्बोधन नगरिकन गरिएको विकास, त्यो यसको अर्थ छैन, यसले अर्थ राख्दैन। देश विकास गर्नको लागि सबै असन्तुष्ट पक्षहरूका, असन्तुष्ट जनताहरूको भावनालाई आत्मसम्मान नरहेर सम्बोधन गरेर अगाडि जानुपर्ने हुन्छ। यहाँ केही नयाँ भनिएका पार्टीहरूले मिठा मिठा कुरा गरेर चाहिँ तपाईँको देशको काया पलट गर्छु, यो गर्छु, यहाँ गर्छु, त्यहाँ गर्छु भनेर भाषण दिएर गए। हामी त्यो भन्दैनौँ। हामी तपाईँलाई विकासले नारा दिएर हामी विकासले मात्रै गर्छौँ भन्दैनौँ। हामी तपाईँ हाम्रो बिचमा भएका कतिपय तिक्तताहरूलाई जोड्ने कोसिस गर्छौँ, त्यसलाई मलम लगाउने कोसिस गर्छौँ र तपाईँ हाम्रो बिचमा भएको असन्तुष्टिहरूलाई, तपाईँ हाम्रो बिचमा भएका केही चाहिँ अस्पष्ट कुराहरूलाई सम्बोधन गरेर जोड्ने कोसिस गर्छौँ। तपाईँको सुनको थालमा खाएर पनि यो देशको जनता मिल्न सकेन भने, यो देशका उत्पीडितहरूले जहिले पनि आन्दोलन गरिराख्नु पर्यो भने त्यो विकासको कुनै पनि अर्थ छैन। यहाँ अहिले विकास भनेर देशको जनताको के भन्छ विकास मात्रै सबै थोक हो भन्ने कुराहरू भइराखेका छन्। हामीले विकास मात्रै चाहन्छौँ भने सबै कुराहरूलाई छोडेर यहाँनिर चाहिँ अगाडि बढ्दाखेरि भोलि देशले समस्याहरू निस्किन सक्छन् भन्ने कुराहरूको जहिले पनि भण्डाफोर गरेर राखेका छौँ। हो, हामीले विकास चाहेका छौँ, हामीले सुशासन चाहेका छौँ, हामीले पनि भ्रष्टाचार अन्त्य गर्न चाहेका छौँ। तर देशले यो उत्पीडित जाति समुदायले, यहाँका दलितहरूले, यहाँका मधेसीहरूले गरेको आन्दोलनको, उनीहरूले गरेको विभिन्न चरणको मुद्दाहरूको मागहरूको सम्बोधन नगरिकन गरिएको विकास कुनै अर्थ छैन। दलितहरू जहिले पनि तर पिट्न चालिराखिन्छ, मधेसीहरूलाई जहिले पनि मधेसीको रूपमा हेपिराखिन्छ, आदिवासी जनजातिहरूलाई जहिले पनि हेपिराखिन्छ भनेदेखि यस्तो विकासको कुनै पनि अर्थ छैन। हामीले चाहेको यो देशमा आदिवासी, दलित, मधेसी, मुस्लिम सबैको समान हैसियत हुनुपर्छ भन्ने कुरा हो। राज्य सभामा सबैको अनुहार पुग्नुपर्छ भन्ने कुरा हो। त्यहाँ दलितको पनि अनुहार पुग्नुपर्छ, राज्य सभामा मधेसीको पनि अनुहार पुग्नुपर्छ, मुस्लिमको पनि अनुहार पुग्नुपर्छ, आदिवासीको पनि अनुहार पुग्नुपर्छ र खस आर्य ब्राह्मण क्षेत्रीको पनि अनुहार पुग्नुपर्छ भन्ने कुरा हो। तर यहाँनिर चाहिँ समानुपातिक समावेशीको नाममा के चाहिँ विरोध भइराखेका छन्। समानुपातिक समावेशिताले केही हदसम्म मधेसी, मुस्लिम, दलित र आदिवासीहरूलाई राज्य सत्ताको प्रमुख तहहरूमा पुर्याउने कोसिस गरेको थियो। त्यो कुरा कतिपय साथीहरूलाई मन परेको छैन, किनभने एकल रूपमा हिजो खाइपाइ आएको, भाग खसिएको उनीहरूले महसुस गरेका छन्। यदि तपाईँहरूले त्यस्तो किसिमको महसुस गर्नुहुन्छ भने तपाईँहरूले यो देशको विकास चाहनु भएको छैन। यो देश